गाइज आई डोन्ट नो केटीहरूले मोमो चाहिँ अब कतिवटा खानुपर्ने हो होइन। जतिसक्दो मैले जति केटीहरूलाई देखेँ थोरै थोरै खाएको देखेको, तर म मात्रै केटी हो कि डेम्बा हो कि के हो, तर मेरो चाहिँ 25वटा प्लस नै हुन्छ जहिले पनि मोमो खाँदा चाहिँ होइन। अब यस्तो हो, खाँदा खाँदा त अगाइन्छ, झन् बनाउनु पऱ्यो भने त त्यो बनाउँदै न्याक्कै भइसकेको हुन्छ। तर म चाहिँ अट्टी नअट्टी भए जसरी पनि न्याक्कै भयो भने म चाहिँ मोमो चाहिँ ठेली भए पनि खान्छु क्या। किन भन्दा मोमो सधैँ पकाइँदैन नि त, एक टाइम मजाले एउटा स्पेसल टाइममा पकाइन्छ। अनि त्यही भएर चाहिँ म चाहिँ मजाले खान्छु क्या, पछि रिग्रेट नहोस् जब मोमोको क्रेभिङ्स हुन्छ, अस्ति है मैले यति खाइनँ, यति मैले फ्याँकेको थिएँ भन्ने नहोस् भनेर चाहिँ म चाहिँ धिक मरिन्जेलसम्म खाइदिन्छु। अनि फेरि खानु मात्रै होइन, म चाहिँ बनाउनुमा पनि एकदमै एक्सपर्ट छु होइन। म चाहिँ नभनेको 4 केजी 3 केजीहरू चाहिँ म एक्लै नै स्क्रैचदेखि बनाउन सक्छु। अनि भन्नुको मतलब चाहिँ यही हो, जिन्दगीमा केही नगरी खानु सके भने पनि म मोमो दोकान खोलेर म मोमो बेचेर भए आफ्नो जिन्दगी चाहिँ चलाउन सक्छु।